नमस्ते। आज फेब्रुअरी 13 हामी आज सानो मिनी भेकेसन जाँदैछौँ म्यासन नुटेन रिजोर्टमा बच्चाहरूसँग स्नो ट्युबिङ सबै यताउता रिजोर्टमा मिनी भेकेसन मनाउन जाँदैछौँ आज हामी। सो इट्स लाइक अ 3 hours ड्राइभ। ट्राफिक भएन भने लकिली 3 hours मा पुग्छ। ट्राफिक भयो भने मेबी 4 hours। सो हामी बिस्तारै जाँदैछौँ। सी यु देयर। हामी जाँदैछौँ तर बिचमा यस्तो ट्राफिक छ कि यस्तो ट्राफिक छ। ओ माय गुडनेस। अब कति टाइममा पुगिने हो थाहा छैन तर 1-1.5 घन्टा लाग्छ होला यो जाम ट्राफिक सुन्नुलाई त। It's really traffic here. Study has traffic. It's really bad traffic. हामी अहिले 7-Eleven-मा यसो एकछिन ब्रेक लिँदैछौँ। 1.5 hour अलरेडी ड्राइभ गरिसक्यो। अझै 1.5 hour टु गो। यसो यहाँ बाथरुम युज गर्ने भनेर अहिले हामी 7-Eleven भित्र छौँ। अब सर नयाँ यहाँको अलिक फरक हुन्छ। यहाँ चाहिँ बियरहरू बेच्छ के अरे। हामीतिर भएको ठाउँमा बियरहरू बेच्दैन। जस्ट यहाँ चाहिँ बियरहरू पनि बेच्दो रहेछ। के पाइन्छ भनेर हामी स्नो ट्युबिङ खेल्ने ठाउँमा आइपुग्यौँ। अब यहाँ चेक इन गरेर रुमको लागि यिनीहरूले एकदम गडबड गरेर सन्दीप र हाम्रो एउटै लास्ट नेम भएर तिनीहरू सब गडबड गरेर फेरि 3 चोटि ओहोरदोहोर गर्नु पऱ्यो। ल हामी यस्तो ठाउँमा छौँ। त्यहाँ पर यहाँबाट छ। म यहाँ के छ देखाउँछु। हामीले बोर्डिङ पास लिएँ। अब हामी सबै जाँदैछौँ रेडी भएर। अब हामी जाँदैछौँ। It's not here? Hi. Hi. Yeah. Hi. You excited? Yes, of course. Oh! हाम्रो ग्रुपहरू बच्चाहरू आमा पार्टीहरू जाँदैछ। अब हामी बोर्डिङ लिए। अब हामी अब ट्युब लिने अनि ट्युब लिएर अब स्लाइड गर्ने। स्लिपरी बिना बिस्तारै चिप्लो छ है, चिप्लो छ। आरुस नानी स्लिपरी। यहाँ हामी आइपुग्यौँ। उहाँ माथिबाट हामी अब स्लाइड गरेर आउने हो। सो मच। लाइट अलि धेरै हुन्छ जस्तो लाग्यो तर बट छैन लाइट त धेरै। बेसी ल हाम्रो ग्रुप यहाँ रेडी भएको छ। I'm going by myself because mommy's going. स्यान्डी सन्ध्या आएको थियो। खोइ त स्यान्डीलाई टिकट देखाउनु पर्यो सन्दिप। तिमीसँग छ बाबुको एकजनासँग
it on the edge. Don't get in there. कस्तो चिप्लो हो We going to? We going to? We going to? Go, go, go. Woo! Oh, 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 oh. Hold tight, hold tight, hold tight. आज कति चिसो भएर एकदम स्लिपरी भएर भा त्यहाँ माथिबाट त चिप्लिन्छ कि भन्ने डर लाग्ने चिप्लेर बाहिर खस्छ कि भन्ने डर लाग्ने कि तर रमाइलो त रमाइलो अब यस्तो प्याक छ कि यस्तो प्याक छ रातिको 10:30 बजी पनि यस्तो प्याक छ भने अब हजुर ल टाइम ल लियमले के भन्ने अरे ल लियम So friends, we went down that big hill. Some of that ice almost spread in my eyes. Yeah. And we're going again 3 more times. Okay, yes. अब टाइम यही वहाँ माथि टुप्पोमा पुग्नलाई टाइम खाइदिनु भयो कि अहिले हामी 5 चोटि गरे स्लाइडिङ अब लाइट अलिक कम हुने भएको भएर राम्रोसँगै देखिँदै देखेन कि त्यहाँको उसै देखेन दिस इज द भ्यू त्यो माथिबाट इट्स अ लङ डिस्टेन्स रमाइलो त रमाइलो भयो सो इट वाज अ नाइस एक्सपिरियन्स अब नाइटको पहिला डेमा चाहिँ पहिला गरेको थिएँ अब भोलि बिहानै दिनमा एकछिन आएर पिक्चर लिनु पर्ला राम्रोसँग देख्छ भोलि बिहान कस्तो छ भनेर हाम्रो 2-3 दिनको घर भनौँ कि बेडरुम भनौँ कि यस्तो छ टिभी छ यहाँ सोफा फायरप्लेस सानो किचन छ तर स्टोभ चाहिँ छैन रहेछ माइक्रोवेभ छ डिनर टेबल अब बेडरुम भयो यति नै हो यहाँ चाहिँ बाथरुम छ गुड मर्निङ सबैजनालाई आज सेकेन्ड डे हामी अब उठेर अब यसो ब्रेकफास्ट खान जाँदैछौँ कफीहरू यताउता यता सानोतिनो मार्केटहरू छ के छ हेर्न पर्यो चिसो छ बट सो सन्नी टुडे एकदम राम्रो छ दिन आज हामी बसेको भिल्लाहरू त्यहाँ माथि टपमा हो यसरी रहेछ यहाँ एउटा यता एउटा यसरी लाइक अपार्टमेन्ट स्टाइलको रहेछ यो रिजोर्ट यसरी राम्रो छ किचनहरू सब युटेन्सिल किचनहरू सब भएको रहेछ रमाइलो छ हामी अहिले अब अलिकति टाइम भएको भएर 12 o'clockमा हाम्रो उस के अरे टुरिङ छ तिनीहरूको त्यो डिलमा पाएको भएर अनि एकछिनको लागि यहाँ फेरि बच्चाहरूलाई रमाइलो त्यतिकै के बसिराख्ने भनेर मिनी गल्फतिर लिएर आएको छौँ बच्चाहरू माथिबाट स्की गर्नलाई कति धेरै उस छ कति वहाँ माथि डाँडाबाट त्यहाँ स्की गर्नेहरू स्की गर्नेहरू वहाँ कति मजाले गर्दैछ वहाँ माथिबाट यति लामो लाइन छ टु मच ट्राफिक कति प्याक हुँदो रहेछ
क्लोज जुम गरेर देखाइदिन्छु है। एरिया एकदम ठुलो एरिया रहेछ। मान्छेहरू स्की गर्दैछ। हेर्दाखेरि चाहिँ रमाइलो होला जस्तो छ, तर डर लाग्ने। टु स्लिपरी छ। भर्जिनिया इज फर लभर्स भन्छ हो क्या, जताततै लभ छ। आज 14 फेब्रुअरी भ्यालेन्टाइन डे पनि। ल यही भिडियो मार्फत सबैलाई ह्याप्पी भ्यालेन्टाइन डे। ल खुसी रहनु सबैजना। बाहिर डेकबाटको भ्यू, म्यान इट्स सो माइन्ड ब्लोइङ भ्यू। डाँडा डाँडामा घर रहेछ। आनन्द होला जस्तो। स्की गर्दैछ मान्छेहरू। अहिले अब साँझ अब आज भ्यालेन्टाइन डे पनि। अब सबैजना यसो डिनर गर्न आएछौँ हामी। मेरो पछाडि छ टेस्ट अफ इन्डिया। यहाँ अलिक सानो मलहरू, मुभी थिएटरहरू सबै रहेछ यहाँ। बिस्तारै यो चाहिँ अलिकति सिटी जस्तो रहेछ। अघि हामी उता भएको ठाउँमा चाहिँ सेटअप राम्रो रहेछ। सेटअप कुर्सीहरू, हाम्रो फ्यामिलीहरू। Are you guys hungry? You hungry? Yeah? You hungry? अहिले हामी सब घुमेर डिनर खाएर घर आइपुग्यौँ। साह्रै थाकेछौँ। अब आज रेस्ट गर्नेछौँ। अब सुत्ने। अब भोलि बिहान काम हुन्छ। अब ब्रेकफास्ट खाएर निस्किनेछौँ। भोलि फेरि भेटौँला। गुड मर्निङ। आज डे 3 बट वेदर इज ब्याड। आज पानी परेछ। सो यिनीहरू वाटर पार्क जाने भनेछ। अब ब्रेकफास्ट खाएर वाटर पार्क लैजानु पर्ला। वाटर पार्क इन्डोर हो, हट वाटर हुन्छ। अब यिनीहरूले कतिको रमाइलो गर्छ बच्चाहरूलाई। वाटर पार्क गएपछि भिडियो बनाउँछु म फेरि। यहाँ आइस स्केटिङ रिङ यहाँ रहेछ। टिकट देखाएर जाने होला नि। पुरा ग्यासको रहेछ। साथी हो आज वाटर पार्क जानु गयो, तर यो जाडो महिनामा मान्छे नि के हुन्छ र भनेर हामी बिस्तारै आफ्नो टाइमले गरेको। बट त्यहाँ पुग्दाखेरि त यति लामो लाइन, टिकट सोल्ड आउट अलरेडी। अनि अझै बेलुकाको लागि अहिले रिजर्भ गर्नुपर्ने अरे। अझै रिजर्भ गर्ने नि अहिले विकेन्ड प्लस बिजी भएर होला नि तिनीहरूले नि। टिकटको रेट अनलाइन हेर्दाखेरि $40 छ, यहाँ $80 भन्छ क्या। $80 तिरेर यस्तो एकछिन 1 घन्टाको लागि कहाँ तिर्ने $80। सो हामी यहाँ यही होटलको यहाँ सानो पुल छ,
त्यही पुलमा बच्चाहरूलाई यसो टाइम पास बच्चाहरू नि अलिकति रमाउँछ भनेर अब त्यहाँ त्यही भयो नि खेला भनेर यहाँ हामी रिक्रिएसन एरियामा आछौँ। अब त्यहीँ एकछिन खेल्छ अनि त्यसपछि फेरि होटल गएर एकछिन रेस्ट गर्नु पर्ला। हिँड माथि हिँड। पछाडि लाग्ला है, पछाडि लाग्ला। आजको लङ डे पछि हामी डिनरको लागि आछौँ। आज बफे खाने भनेर बच्चाहरूले आज वुड ग्रिल बफेमा आछौँ। भित्र के छ देखाउँछु म। बफे डिनर जाँदैछौँ। यहाँ के छ भनेर सर र तपाईँहरूलाई देखाइदिन्छु। यो चाहिँ सब डेजर्ट आइटमहरू डिजर्टहरू सबै छ यहाँ। छ यहाँ हजुर। Can you say something on the camera? Yes, go ahead. So friends, today we're in a buffet, and this is the best food you can get. This Jello. Yes. It looks so sweet. Even there's chili. Did you know what you're getting? Yeah. के छ यहाँ सर र देखाइदिन्छु म तपाईँहरूलाई। Okay, can I hold it? Hey, you want spaghetti? I don't want spaghetti. No. Sure, handsome. Oh, no, No. के हो भनेर नलेखेर रहेछ क्या। यो के हो यो चिकन टेन्डर हो। I'm letting you hit it off. ओके, हामी अब डिनरबाट फर्केका छौँ साथी हो। आज थर्ड डे रमाइलो भयो। अब आज हाम्रो लास्ट नाइट हो यहाँ। अब रेस्ट गरेर भोलि बिहान 9 बजेतिर उठेर अब चेकआउट गरेर अनि हामी अब घरतिर लागिन्छ होला। ल सबैजनालाई गुड नाइट। अब भोलि बिहान जाने बेलामा फेरि अन गर्छु म। भोलि अलिकति भिडियो बनाउँछु बाटोको। सी यू टुमोरो। गुड मर्निङ साथीहरू। आज हामी अब मेरिल्यान्ड घर फर्किँदै अब हाम्रो कति फ्राइडे स्याटरडे सन्डेको बसाइ रमाइलो भयो। अब हामी भर्जिनियाबाट जाँदैछौँ मेरिल्यान्ड। अब ब्याक टु 3 आवर ड्राइभ। अब ग्यास हाल्ने, कफी खाने अनि निस्किने अब बिस्तारै बाटोमा अलिअलि भिडियो बनाउँदै जानेछौँ। But the Karen videos, I don't know. It always goes up for debate, people posting. And a lot of times they side with the person who's being recorded and not the person who decided to turn them in. And sometimes I think that people egg people on
just so they can get a video. Like there Right. was one video where the guy chased this woman down in his car, went on sidewalk and kept following her. I'm like, there's really no need to keep doing this, but he was recording and he had a great video, so you know he just kept going. Tell you what, it's a tricky thing, these videos. There have been so many situations in our society where people being wronged would never have been vindicated, ever. We're also talking about people who see someone doing something a little